आज महोत्सवमा छौँ। महोत्सवको विभिन्न यहाँको रमाइलोहरू हेर्नेवालामा छौँ अनि भिडियो चाहिँ आज कडा आउनेवाला छ। हामी हेलो नमस्ते, वेलकम टु माई अनदर एपिसोड अनदर भ्लग। अनि मेरो अर्को भिडियोमा तपाईँहरूलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। अनि हामी चाहिँ आज महोत्सवमा छौँ। महोत्सवको विभिन्न यहाँको रमाइलोहरू हेर्नेवालामा छौँ अनि भिडियो चाहिँ आज कडा हुनेवाला छ। हामी कुन महोत्सवमा छौँ? हल्का भनिदेऊ त। कुन चोक्सी हो यो? चोक्सीको नाम भनिदेऊ त। चिपेङसन क्षितिज महोत्सव नेपालीमा होराइजन फेस्टिभल अङ्ग्रेजीमा। अनि अब आज चाहिँ हाम्रो चाहिँ यात्रा कडा। हाम्रो प्रोग्रामलाई कस्तो हुँदैछ आज? यात्रा कडा पनि होइन, हाम्रो यात्राहरू यस्तै हुँदैछ। अनि आज चाहिँ हामीले अब यहाँको हामीलाई फोकस गर्ने भन्दा पनि यहाँको मनोरम दृश्यहरू, यहाँको विभिन्न खेल्ने कुद्ने के छ होइन, यहाँको चाहिँ दिनुपर्ने हुन्छ। अनि हाम्रो कान्छा चाहिँ अल्मोले गराउने कता कता गयो हौ तिमी? बच्चाहरूले खेल्ने ठाउँ जस्तो छ यो चाहिँ बच्चाहरूको लागि। छ यो रेडी। हाम्रो कान्छाको टार्गेट हुँदैछ यहाँ, अब कस्तो हुन्छ आज एकचोटि। लु त ओहो हातले छिर हातले
चाहिँ यहाँको महोत्सवलाई चाहिँ पुरा अवलोकन गर्दैछौँ होइन। अवलोकन गर्दै गर्दै उता हेर्दै हिँडिरहेको छौँ। अनि अब लगभग सकिन आँट्यो भनौँ न। त्यस्तै छ, रमाइलो भइरहेछ। अनि अब उता सबै कुराहरू यहाँको आजको रमाइलो माहौलहरू हेरेर चाहिँ अब लास्टमा भन्नु त कस्तो भयो आजको हाम्रो यो मेलाको बारेमा भन त। मेलाहरू त्यस्तै छ। अनि हाम्रो जम्बू टोली तपाईँहरू छुट्नुभयो क्या आजको मेलाको बारेमा यसो 2-4 शब्द दिनुहोस् त। मेला हाम्रो नजिक पनि पर्ने साह्रै राम्रो, यो हाम्रो एरियाको सबभन्दा ठुलो मेला। ठुलो मेला हाम्रो त फेरि डेली छ। आजको के छ आजको? म त आज पहिलो दिनमा आएको थिएँ अस्ति, त्यसपछि आज होइन, हामी वर्षपछि आइरहेको छौँ। अनि तपाईँहरू पनि भनिदिनु त, नयाँ तपाईँहरू पनि त पहिलो अनुभव त ल। दोस्रो दिन यहाँको पहिलो अब आउनु न तपाईँहरू होइन। ल त्यस्तै छ। अनि अब हामी चाहिँ लगभग छुट्ने बेला पनि हुन लागिसकेको छ। हजुर कता? ए त्यता पनि जानुपर्छ। अनि त्यहाँ मेन नछुटाउने त त्यता पनि छ नि त होइन, त्यता पनि जानुपर्छ। अनि अब यस्तो तरिकाले यताको पनि माहौलहरू यस्तै छ। हाम्रै नेपालको जस्तै खालको चाहिँ महोत्सवहरू यहाँ चाहिँ यो तरिकाको हुन्छ होइन। मान्छेको जमघट बढी। अनि अब यहाँको स्टलहरू यस्तो छ। खानेकुराहरूदेखि लिएर यहाँको विभिन्न स्वादहरू चाहिँ स्वादको परिकारहरू लिने ठाउँ चाहिँ यो हो। अनि हामी चाहिँ निरन्तर हिँडिराखेको छ। अनि आज चाहिँ हामीले यहीँको मनोरम दृश्यहरू चाहिँ हेर्ने हिँड्ने होइन, के कस्तो छ अवलोकन गर्ने, त्यो खालको चाहिँ भिडियो आज बनिँदैछ। र आजको हाम्रो यो यात्रा चाहिँ आजको मेलाको यात्रा चाहिँ यस्तै भयो। अनि अब चाहिँ हामी अब छुट्नुपर्ने हुन्छ। अनि नेक्स्ट भिडियोमा फेरि भेट्ने बाचा गर्दै आजको यो छोटो अनि मिठो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस् त, नमस्ते सबैजनालाई, बाई बाई।